जुन चाहिँ अनलाइन हाम्रो थाहा छ। यो कार्यक्रम भाँड्नका लागि वृक्षारोपण कार्यक्रम राखे विभिन्न ठाउँमा। मदन भण्डारी जन्म दिवस मनाउन वृक्षारोपण देशभरि राष्ट्रिय वृक्षारोपण कार्यक्रम राखिएको छ। वातावरणसँग मैत्री, वातावरणसँग सम्बन्धित मान्छेलाई यहाँ हामीले दुबोको माला लगाएर सम्मान गरिरहेका छौँ। वातावरण बढाउनका लागि हामी काम गरिरहेका छौँ। यो सच्चै ढङ्गले हामीले काम गरिरहेका छौँ। अनि पहिले साथीहरू बस्नु नपुगेर त्यस्तो छ, बाहिर पनि साथीहरू हुनुहुन्छ। यो कार्यक्रम के भाँडिने, यहाँ त 1000-1200-1500 मान्छे आउँदाखेरि खचाखच भइहाल्छ। अनि नेकपा एमाले जहाँ छ, नेकपा एमालेसँग निकट रहेका यस्ता सङ्गठनहरू जहाँ छन् त्यहाँ भाँडिन्छ। कसरी भाँडिन्छ? म आउने कार्यक्रम कसरी भाँडिन्छ? विद्या भण्डारीजी आउने कार्यक्रम कसरी भाँडिन्छ? कसले भनेर भाँडिन्छ? यस्तो विशेष गर्छ। के भयो त? यो मदन भण्डारीको 74औं जन्म जयन्ती, यसलाई उनीहरूले विभिन्न आश गरेका छन्, अपेक्षा गरेका छन्। यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, एमाले ध्वस्त हुन सुरु गर्छ। यो सपना देखेर कुनै बम बन्दुक बारुद गोला केही पड्किनेवाला छैन, आश नगरे हुन्छ। नेकपा एमाले यसो अनलाइनतिर बसेर अहिले पनि यसो हेर्नु भने तपाईँ सबै बस्नुहुन्छ। त्यसर्थ हामी यस्तो भूमिमा हामीले सामाजिक क्षेत्रमा विभिन्न शिक्षामा गत वर्ष 48% पुगेको थिएन एसटीई पास गर्नेहरूको संख्या। मैले प्रधानमन्त्री भएपछि भने यो 48% पनि नपुगेको परिणाम कुनै हालतमा सही छैन, मान्य छैन। यसलाई 60 देखि 70% बनाउनुपर्छ। हामीले कोसिस गर्नुपर्छ। अहिले 48बाट 62% हामीले पुर्यायौँ। 62% पुग्दाखेरि विद्वानहरू के लेख्छन्, के अन्तर्वार्ता दिन कुदेर आउँछन्, स्टुडियोमा कुदेर आउँछन्। के भन्न आउँछन् भने यो कसरी सम्भव छ? यो होइन, यसको आधार देखिँदैन। यो त नम्बर दिएर, यत्तिकै नम्बर दिएर विद्यार्थीले यत्रो मेहनत गरेर पढेर जान दिएर पास गरेका छन्। विद्वानहरूले विद्यार्थीलाई तिमीहरूले पढेकै होइन, तिमीहरूले यसै पास गरिदिया। कस्ता विद्वान निस्कियो। शिक्षकले यति मेहनत गरेर पढाएर पास गराएका छन्, धन्यवाद हाम्रा मार्साहरू भन्न छोडेर यिनीहरूले नम्बर धेर दिए। त्यसो भए बाँकी 38%लाई किन दिएनन् त नम्बर? मास्टरसँग पनि दुश्मनी थियो, शिक्षकहरूसँग दुश्मनी थियो, विद्यार्थीहरू त्यो त थिएन, किन दिएन? हामी यस्तो हावा कुराका पछाडि हावामा धेरै कुराहरू हुन्छ। जब कोठामा यसो बसेर ग्रह दशा केलाउँछ नि, यता कोरकाट गरेर केरमेट गरेर यता गरेर उता गरेर यसरी गर्ने चिज होइन। जब भनेको कहिले एउटा चलन छ, गाउँघरतिर चल्छ। मान्छे बिमारी भएर आयो भने भन्न केही पनि जाने आउँदैन, केही पनि नजानेको हुँदा नबुझिने गरी बोल्छ। कसैलाई फ्याँकेर जब भनेको यसरी नबोली असला फ्याँक्ने होइन। रिजन हो एउटा, मिसन हो एउटा। त्यस ढङ्गले जब